प्राणनाथ प्यारे की जय। श्री प्राणनाथ जमूलपति श्री महराज स्नात तेज कुमारी सामजी सिंहासनमा विराजमान साक्षात पूर्ण ब्रह्म परमात्मा धाम धनी स्वरूप श्री राजी श्यामजीको चरण कमलमा पूज्य श्री 108 मङ्गलदास श्रीदेवीको चरण कमलमा प्रणाम गर्दै प्रयास उपस्थित हुनुभएको सम्पूर्ण सुन्दर साथीहरूमा मेरो हृदयदेखि कोटि कोटि प्रेम प्रणाम गर्न चाहन्छु। प्रणाम। म आज यहाँहरू सामु प्रणामको महत्त्वको बारेमा भन्न गइरहेको छु। प्र उपसर्गमा नुन धातु लागेर व्याकरणद्वारा प्रणाम शब्द बन्दछ, जसको अर्थ हो उत्तम रीतिले झुक्नु, निहुरुनु, समर्पित हुनु। प्रणाम भनेको नमन हो। अक्षर भगवान अक्षरातीत श्रीराजजी अर्थात् श्री कृष्णजीलाई प्रणाम गर्नुहुन्छ। प्रणाम शब्द परमधामबाट आएको शब्द हो। पहिला ऋषि, महर्षि, ईश्वर, भगवान, देवी, देवताले पनि प्रणाम शब्द प्रयोग गर्ने गर्नुहुन्थ्यो। वैदिक कालमा अभिवादन, ढोग, भेटको शब्द पनि यही नै थियो। अभिवादनको सबैभन्दा साँचो र राम्रो शब्द प्रणाम हो। सबैले उठेर आफूभन्दा ठुलो मान्यजन मातापितालाई प्रणाम गर्दा बलको प्राप्ति, आयु वृद्धिको प्राप्ति हुने गर्दछ। त्यही भएर प्रणाम शब्द नमस्कार, आयुष्मान भव आदि भन्दा अति प्यारो र महत्त्वपूर्ण छ। र म यति भन्दै आफ्नो 2 शब्द टुङ्ग्याउन चाहन्छु। प्रणाम।